चाहिँ मैले भिडियो बनाउँदैछु। आज चाहिँ भिडियो चाहिँ स्पेसल छ। हाम्रो नेपथ्यको कन्सर्ट एटेन्ड गर्न जान लाग्छ हामी। सुदीपहरू हिजो हामीलाई सरप्राइज दिन क्यानबेराबाट न्युकासल आएको छ। अब यहाँबाट सँगसँगै जाँदैछन्। सुदीपहरू चाहिँ उहाँ छ, दुईजना उता बसिरहेछ त्यो गाडीमा, हामी चाहिँ यहाँ छ। ओके, अब हेरौँ आजको भिडियो कस्तो हुन्छ। हामी अहिले एसपिल माधुरी छन्, ममता एसपिल। यहाँ स्वस्तिकालाई भेटेको, स्वस्तिकाको ट्रिटमेन्ट हुँदै रहेछ, हेयर ट्रिटमेन्ट। स्वस्तिकालाई भेटियो। अब हामी बरुड खाजा खान जान्छौँ, त्यसपछि भेटौँला, बाई। हामी चाहिँ बरुडको कहाँ छ भने मुगलान, अहिले बुङलान रहेछ, अहिले चाहिँ मुस्ताङ भनेर नाम चेन्ज गरेर चाहिँ यहाँ चाहिँ अब हाम्रो डिनर आज आएर सक्यो। हामी चाहिँ अहिले मुगलाङमा छौँ। मुगलाङ अहिले मुस्ताङ भएको रहेछ। कमाइ छ, मिठो भयो, धेरै पछि आयो। है मिठो भयो है। कहाँ गयो माधुरी? माधुरी त यहीँ चाहिँ प्रज्ञा हराइन्छ। जाऊँ हामी बाहिर गरौँ। अब हामीलाई धेरै टाइम छैन अमृत गुरुङलाई भेट्न जान। के बुन्डिङ छ कि के गरिदिनु? द्याट्स नट माइन्ड। मेरो चार्ज थिएन क्या, मोबाइल चार्ज गरेको, किन भिडियो खिच्नु पऱ्यो नि त। यहाँ हेम प्रज्ञा नि आयो, यता हेर प्रज्ञा। अब हामी गयौँ, अब हामी जाँदैछौँ यहाँबाट। हामी जाने सबब कुन रे प्रज्ञा? जेटल्यान्ड। जेटल्यान्ड म त गएको छु, त्यहीँ गर। हामी बस्ने होटल पनि देखाउँछु ल। ओके, हामी चाहिँ सबै सामान बोकेर अब रुममा जाँदैछौँ। होटेलमा सबै सामानहरू राखेर 1 घन्टा जति त्यहाँ एकछिन रेस्ट गर्ने, त्यसपछि लाग्ने। मेरो ज्याकेट खस्छ नि, सरी गाइज। मैले ठ्याक्क ब्यागमा झुक्न चाहिँ झरेछ कि ज्याकेट। के रे? प्रज्ञा उहाँ रहेछ। कस्तो दामी रहेछ। जता पनि खिचिहाल्छु नि म। त्यत्रो एक थाल भाग भुँडी नै देखिया छ। कुन लेभल हो? ए सेकेन्ड लेभल हो। थकै लाग्यो एकदम। कसरी गरेर नाच्ने हो? 1 घन्टा सुत्ने है। कस्तो राम्रो रहेछ है। यो फर्स्ट बेडरुम होला, सेकेन्ड बेडरुम होला। ओ वाओ, कस्तो दामी रहेछ। वाओ, ब्युटिफुल। कस्तो दामी रहेछ यार। अँ त नि, यो त पुरै वाओ। वाओ, चाँडो गर म सुत्छु।
ल ठिक छ यहीँ बस्छौँ हामी बाथरुममा लाइटिङ कस्तो दामी नुहाउन भने नुहाउनु नमुनि त नि कस्तो बबाल रहेछ प्रज्ञा मक्ख भरेर न बाप्रे ए होइन बत्ती म त बाती बाल्न लाग्यो कि गुड वी आर नट युजिङ किचन होइन टुडे हामी त सबै खाएर आइसकेका छौँ युज गर्दैन इट्स गुड वान त्यही बिल्डिङको मुनि स्टेसन हो ए ल राम्रो रहेछ बाल्कनी कस्तो राम्रो रहेछ हाम्रो बाल्कनीबाट ल इट्स गुड भ्यू ल गाइस हामी रेडी है हामी जानलाई रेडी सबैजना रेडी प्रज्ञा ममता ओके म पनि यहाँ छु रेडी छु हामी जाने रेडी छौँ हामी उबर कुर्दैछौँ होइन उबर आउँछ हाम्रो यहाँबाट उबर लाइक 9 मिनट्स 9 मिनटमा हामी त्यहाँ पुगिन्छ त्यसपछि त्यहाँदेखि चाहिँ हामी बसेको ठाउँ चाहिँ बवाल छ ल बसेको दाम बवाल छ राम्रो छ कस्तो राम्रो छ कति बज्यो अहिले 7 बजी क्या 7:10 भएको छ हामी बसेको बिल्डिङ यो हो राम्रो छ को हो त्यो यहाँबाट हो कि कराएको हो यो तिम्रो फर्स्ट हो होइन मेरो कन्सेप्ट नेपथ्यको चाहिँ फर्स्ट हो तर पहिला सजन राजको सुदेकै छैन नेपथ्यको कन्सेप्ट फर्स्ट ममताको नेपथ्यको सेकेन्ड ओके सुदीपको सेकेन्ड ओके अस्ट्रेलियामा फर्स्ट नेपालमा गएको थिएँ ओके रेन्जर यो मेरो फिफ्थ है मेरो हाम्रो रेन्जर सरहरूले त पार्किङ हान्दै हुनुहुन्छ है सरहरू पुरै रेन्जर पार्किङ है हामी चाहिँ आयौँ उबर यहाँ ड्रप गरिदियो हामीलाई क्रिकेट स्टेडियम पनि छ नि त यहाँ अनि त्यही भएको भएर आज के गेम रहेछ क्या हो स्टेडियममा अनि यता आएर हामीलाई यहाँ ड्रप गऱ्यो अब हामी इन्ट्रान्समा जाँदैछौँ कस्तो भिड छ लाइन उहाँबाट हो कि पछाडिबाट छ लाइन सबै लाइन छ सबै यहाँ बिजी लाइन कडा छ होइन लाइनै बस्ने हो जम ल अब लाइनमा आयो एउटा चेकअप डाउन नेक्स्ट वान भयो हामी पास भयौँ होइन होइन तिनीहरू फेरि छिरिराखेको कि भित्र सबै सिक्युरिटी पास भएर
आधी घन्टापछि अब टक्क अमृत गुरुङ आएर टक्क रमाइलो हुन्छ। अहिले तल जाने हो, अहिले हामी यहाँ बसेछौँ। बेस्ट ब्रान्ड नेपाल। कति 13 मिनट बाँकी छ। 13 मिनटको प्रतीक्षामा त्यसपछि त सुरु हुन्छ। भने म यहाँबाट सबै एकचोटि मान्छे रहने ठाउँमा चाहिँ जान्छ। नारा लाग्दैछ यहाँ त। नेपालमा भएको अलिकति यता पनि असर परेको छ। नेपालको आन्दोलन राजावादी र गणतन्त्रवादीको आन्दोलन जो चलिरहेको छ नेपालमा, यहाँ पनि त्यस्तै देखा परिरहेको छ। सबै नेपालको झन्डा लिएर आएर रमाइलो गरिरहेको छ। यो चाहिँ डान्स फ्लोर हो, अगाडिको यो चाहिँ डान्स फ्लोर हो यो चाहिँ। अनि यता चाहिँ हाम्रो अब सिट भयो, हामी चाहिँ सिटमा बसिरहेको छौँ। अहिले गीत बजेपछि माथि जान्छ। अब 5 मिनट बाँकी छ है। 5 मिनट मो है। नारा लागिरहेको छ है।
Hold on, guys, hold on. घन्टाको लागि ल अब हामी we will be here for 2 hours. भेडाको उन जस्तोबाट स्टार्ट हुन्छ
खेलाका मान्छेहरू डाँडा काँडामा खेलेर हुर्केर आएकाहरू तराईको सुनौलो फाँटमा रमेकाहरू आफ्नो काम व्यवस्थाले गर्दा कतिजना रहरले धेरैजना करले यो विशाल महादेश अस्ट्रेलिया आइपुग्नु भएको छ। धेरैजना करले थोरैजना रहरले धेरैजना सिक्नलाई थोरैजना सिकाउनलाई धेरैजना पढ्नलाई थोरैजना पढाउनलाई अनि धेरैजना करले थोरैजना रहरले अनि धेरैजना अनि धेरैजना कमाउनलाई धन कमाउनलाई अनि थोरैजना रमाउनलाई यो विशाल देशमा आइपुग्नु भएको छ। यहाँको भाषा, यहाँको संस्कृति, यहाँको मान्छे, यहाँको प्रकृति र पर्यावरणलाई माया गरिदिनुहोस् अनि कमाउन आउनुभएको छ। मजाले कमाउनुहोस्, इमानदार भएर कमाउनुहोस् अनि यो देशको सुन्दर सुन्दर ठाउँहरू घुम्नु होला भन्छ नि। हेरेको नजरमा रहिवर्षले खाएको हराएर जान्छ। त्यही भएर यहाँको सुन्दर सुन्दर ठाउँहरू घुम्नु होला। यसो भनिरहँदा कस्तो घरको याद आयो, आमाको याद आयो, बाबाको याद आयो, बजेको याद आयो, बाजेको याद आयो, मामा माइजू काका काकी सबैको याद आयो। त्यही भएर कागजपत्र मिलेको छ भने मिलाउनुहोस्, पढ्न आएको छ भने के छ मिलाउनुहोस् कागजपत्र अनि घरमा आफन्त भेट्न जानु होला। अनि त्यही न्युमा अनि हाम्रा आफ्ना ठाउँहरू पनि घुम्नु होला। अहिले त मकै रोप्ने बेला भयो, गाउँमा करेन्ट खुरुङ आयो होला, काँक्रा फसी रोप भनेर गइसक्यो होला हिमाल काटेर। अनि चौतारीको शीतलमा बसेर ओहो यो चैते घामलाई कहिले जाने भने भन्ने दिन पनि आयो होला। अनि यही बेलामा चाँप फुलेर बनाइ बसायो होला, लाली गुराँस छपक्कै फुलेर बनाइ ढाक्यो होला। ओहो कस्तो हिमालको याद आयो, घरको याद आयो, घरको याद आयो।
कहलमासी मखन्डीलाई घरी सिपालुलाई कहलमासी मखन्डीलाई घरी तपाईँ हामी भेट भयो तपाईँ हामी भेट भयो सपना जस्तो घरी अहिले हुन्छ सम्झना हरे यसरी आज घोडा जात्राको दिन हामीलाई यसरी भेट हुने समय जुराइदिनु हुने आयोजकलाई एकपटक धेरै धेरै धन्यवाद छ। दर्शकवृन्द, म अब मेरो साथीहरूको परिचय दिन्छु। सबैभन्दा पहिला ड्रम्समा हुनुहुन्छ मेरो साथी ध्रुव 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 लामा। हामी धेरै वर्ष अगाडिदेखि काम गरिरहेका छौँ, विगत 25 वर्षदेखि। ध्रुव, तिम्रो साथको लागि धेरै धेरै धन्यवाद मेरो साथी। एउटा असल साथी पाउनु ठुलो कुरो हुन्छ है जिन्दगीमा, नबिर्सिनु। थ्याङ्क यू ध्रुव। त्यसपछि अर्को देशमा हुनुहुन्छ मेरो साथी सुबिन 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 साख्या। सुबिन, हामी धेरै वर्षदेखि काम गरिरहेका छौँ। धन्यवाद छु, थ्याङ्क यू मेरो। त्यस्तै आजको महादले हुनुहुन्छ। ए महादले, शान्ति 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 रामाजी। शान्ति पनि मेरो धेरै पुरानो मित्र, हामी धेरै वर्षदेखि काम गरिरहेका छौँ। तिम्रो साथ अझै पाउँ शान्ति। त्यस्तै आजको किबोर्डमा सिन्थेसाइजरमा हुनुहुन्छ मेरो भाइ दिनेश 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 धन्यवाद मेरो भाइ। त्यस्तै आजको गिटारमा हुनुहुन्छ मेरो भाइ निरज 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 निरज
वर्ष अगाडिदेखि काम गरिरहेको छौँ। तिमीहरूको साथको लागि धेरै धेरै धन्यवाद मेरो साथीभाइहरू। थ्याङ्क यू। र त्योभन्दा पनि धेरै धन्यवाद तपाईँहरू श्रोताहरूलाई। अनि म चाहिँ अमृत। सरदारले गर्दा गीत गाउँदै आउन पाइरहेका छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। तपाईँहरूले सुनिदिनुहुन्छ र हामी कलाकारहरूले गीत गाउन पाउँछौँ। तपाईँहरूलाई फेरि पनि धेरै धेरै भर्खरै हामी विभिन्न जात जाति विभिन्न भाषाभाषीका मान्छेहरू बसेर यो मञ्चबाट बजाइरहेछौँ, गाइरहेछौँ। तपाईँ हामी यो हलमा बसेर आज नाचिरहेछौँ, गाइरहेछौँ, रमिरहेछौँ। त्यस्तै हाम्रो देश पनि विभिन्न जात जाति विभिन्न भाषाभाषीहरूको सङ्गम थलो हो। जो जहाँबाट आएका भए पनि सबभन्दा पहिला हामी नेपाली हौँ। आज यहाँ छौँ, भोलि हामी कहाँ हुन्छौँ अवसरको खोजीमा संसार डुलेर हिँडेका यायावरहरू हामी भोलिको दिनमा यदि कदम कदाची संसारमा कुनै उछुल फुदुल भयो भने पुग्नुपर्ने त्यही हिमालको काखमा हो। बर्माको कुरा बिर्सिनु हुँदैन। मेघालयको कुरालाई बिर्सेको छैनौँ। मणिपुरको कुरा बिर्से छैनौँ। त्यही भएर जहाँ जो भए पनि जस्तो भए पनि सबैभन्दा पहिला हामी नेपाली भएर बाँचौँ।
अगाडि छ एउटा नराम्रो इन्सिडेन्ट भयो चाहिँ म चाहिँ भिडियोमा सेयर गरिदिउँ है यो कुरा चाहिँ सेयर नगर्नु रमाइलो कुरा हो यो सेयर गर्ने कुरा भएन 4 जनामै स्किप राख्ने हामी ओके रमाइलो भयो भिडियो राम्रो